नमस्कार सबैलाई। आज म तपाईलाई लोहजराद ठाकुर बाबा मन्दिरको विषयमा जानकारी गराउन जाँदैछु। यो ताल नेपालको मध्य प्रदेश अन्तर्गत पर्ने सप्तरी जिल्लाको तिरहुत गाउँपालिका वार्ड नम्बर 5 लोहजरा गाउँको उत्तरपट्टि पर्दछ। यो एउटा पानीको ताल मात्र नभएर यो सुन्दर, शान्त र पवित्र स्थल पनि हो। यहाँको हरियाली वातावरण, चराचुरुङ्गी, चारैतिर खुल्ला वातावरण र तालको बीचमा रहेको सुन्दर आकर्षक मन्दिरले जो कोहीलाई पनि मन लोभ्याउँछ। यो ताल करिब अनुमानित 50 बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। स्थानीय बासिन्दाहरूको लागि यो ठाउँ आस्थाको केन्द्र पनि हो। ठाकुर बाबा मन्दिरमा पूजा आराधना गर्नाले मनोकामना पूरा हुने जनविश्वास छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो तालको चारैतिर हरियाली, जङ्गल, बाटो र ठाउँ ठाउँमा पार्क, बस्ने ठाउँहरू पनि छन्। त्यति मात्र नभएर तालको वरिपरि रहेको जङ्गलमा विभिन्न किसिमका काठ, बोटबिरुवा, जडीबुटी, चराचुरुङ्गी, सर्प र तालमा भएका विभिन्न माछाहरू अवलोकन गर्न विभिन्न स्कुल, कलेजका विद्यार्थीहरू एजुकेसन टुरमा आउने गर्दछन्। यो ठाउँ पिकनिक स्पोटको लागि निकै प्रसिद्ध ठाउँ हो। यहाँ विभिन्न चाडपर्व जस्तै स्पेसली तपाईँको न्यू इयर 1 जनवरीमा धेरै भिड लाग्ने गर्दछ। यो तालको मनमोहक दृश्य हेर्न देश र छिमेकी मुलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरू आउने गर्दछन्। विभिन्न टिकटकर फिल्म सुटिङ गर्ने र गीत रेकर्डिङ गर्नको लागि पनि बेला बेलामा भिडभाड भइरहन्छन्। यहाँ पहिलाभन्दा अहिले कम्पेयर गर्दाखेरि दिन प्रतिदिन यहाँका बासिन्दाहरू सुधार गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आइरहेका छन्। भविष्यमा यहाँ चिल्ड्रेन पार्क, भ्यू टावर बनाउने जस्ता योजनाहरू पनि छन्। त्यसैले तपाईहरू पनि यो सुन्दर मनमोहक ठाउँ हेर्न अवश्य आउनुहोला। तपाईँ सबैलाई ठाकुर बाबाले कल्याण गरून्। फेरि भेटौँला अर्को गन्तव्यको साथमा। धन्यवाद।